General Secretary, FINE IEC, हाम्रो दिपेन सर। अब हाम्रो चिफ गेस्ट त सायद निस्किसक्नु भयो, जे भयो रेस्पेक्टेड चिफ गेस्ट माननीय मन्त्रीज्यू, अनि यस सभालाई अध्यक्षता गरिरहनु भएका र हाम्रा प्यारेन्ट्स भनौँ आजको दिनमा चाहिँ हामी जसरी जाँदैछौँ त्यो हिसाबले चाहिँ हाम्रो प्यारेन्ट्स अर्गनाइजेसनको चाहिँ चेयरपर्सन अनि यस सभाका चाहिँ चेयरपर्सन चाहिँ एज वेल हाम्रो स्वतन्त्र प्रताप शाह सर, अनि हाम्रो फिने त्यसै गरी हाम्रो स्पेसल गेस्ट आजको लागि चाहिँ तपाईँको हाम्रो राजेन्द्र सर, थ्याङ्क यू फर इन्सपायरिङ स्टोरिज, अनि त्यसपछि हाम्रो लक्ष्मी दिदी, त्यसपछि रामप्रसाद सर, सो मेनी थ्याङ्क यू फर इन्सपायरिङ स्टोरिज। त्यसै गरी हामीसँग उपस्थित हुनुभएका फिने आइसीकै सिनियर भाइस चेयरपर्सन्स हाम्रो गोविन्द ढकाल, सरी गोकर्ण ढकाल सर, त्यस पछाडि हाम्रो एनदर भाइस चेयरपर्सन्स सनिम अनवर सर, त्यसै गरी हामीसँग हुनुहुन्छ आज महासचिव फिने आइसीकै महासचिव हुनुहुन्छ हामीसँग दिपेन सर, उहाँ अलरेडी हियर। त्यसै गरी अब हामीसँग नेपाल च्याप्टरको लागि चाहिँ कोअर्डिनेटरको रूपमा नियुक्ति हुनुभएका आदरणीय राम सर भनौँ न, उहाँ चाहिँ मेरो क्लासमेट नै हुनुहुन्थ्यो, अनि थ्याङ्क यू फर यस जोइनिङ मी अन दिस प्रोग्राम, अनि स्पेसली अन फिने। र सो मेनी रेस्पेक्टेड सरहरू हुनुहुन्छ फिनेमा एसोसिएट हुनुभएका हाम्रा अब प्यारेन्ट्स भनौँ, हामीले चाहिँ मान्नुपर्ने सरहरू हुनुहुन्छ। मैले एक्चुअली पर्सनलाइज हिसाबले चाहिँ अब कनेक्टेड हुन नपाएको भएर सरी फर द्याट, मैले भनौँ न उ गर्न सकिनँ, त्यसको लागि चाहिँ क्षमा चाहन्छु। तर सबैलाई एकदम धन्यवाद भन्न चाहन्छु यो प्रोग्राममा हामीलाई कनेक्ट गराएर यो इन्स्टलेसन प्रोग्रामलाई चाहिँ यदि भनौँ न ह्यान्डओभर गर्न आउनु भएकोमा हामी वी आर सो ग्ल्याड भनौँ तपाईँको। अनि म स्पेसली आजको यस कार्यक्रममा चाहिँ हामीलाई उपस्थित गराइदिनु भएर अथवा यो फिनेमा जोड दिनु भएकोमा चाहिँ विशेष गरी राम सरलाई भन्छु। र म फिनेको बारेमा चाहिँ एक्चुअली धेरै लामो समय त भएको छैन, अब विदिन भनौँ न टाइम अफ मन्थ, आई थिङ्क सो लाइक 1 month 1.5 monthsमा चाहिँ हाम्रो राम सर र मेरो बारे म बिचमा चाहिँ यसमा हामीले चाहिँ एउटा कम्युनिकेसन भएको थियो, फिने के हो र कसरी उ गर्न सकिन्छ, फिनेमा कसरी आबद्धता हुने भन्ने हिसाबले चाहिँ एकचोटि राम सरसँग चाहिँ कम्युनिकेसन हुँदाखेरि चाहिँ अनि मैले चाहिँ के पाएँ भने विशेष गरी फिने भनेको चाहिँ हामी स्पेसली यङ इन्टरप्रेन्योरहरूलाई चाहिँ है जोसँग आइडियाको चाहिँ एउटा भनौँ न मुहान हुन्छ, अनि त्यो चिजलाई चाहिँ एक अर्कामा कम्युनिकेसन गर्दा एक अर्कामा बसेर अलिकति आइडियाहरूको चाहिँ डाइलेक्सन गर्दा यताउता गर्दा चाहिँ हामीसँग केही नयाँ एउटा फेरि नयाँ प्रोजेक्टहरू जन्मिने अथवा त्यसलाई चाहिँ हामीले इम्प्लिमेन्टमा लैजान सकिने, अनि त्यस पछाडि स्पेसली नेपालको पाटोमा चाहिँ यहाँ भएका प्रडक्ट तथा सर्भिसेसहरूलाई चाहिँ इन्टरनेसनली मार्केटको जुन प्लेटफर्म छ त्यो प्लेटफर्मको लागि चाहिँ एकदम इजी एउटा पुलको रूपमा चाहिँ फिनेले काम गराउँछ भन्ने पाएपछि म सर्वप्रथम अरू बुझ्दै नबुझिकन यतिले नै मेरो लागि चाहिँ मैले यो एकदम ठिक प्लेटफर्म हो हाम्रो लागि भन्ने बुझेँ। किन भन्दा अहिले हाम्रो जस्तो लक्ष्मी दिदीले भन्नुभयो, हाम्रो के अरे केदान सरले भन्नुभयो, त्यसै गरी हाम्रो सोमेनी अल भनौँ न यहाँ आउनुहुने सबै गेस्टहरूले चाहिँ आफ्नो एउटा इन्सपायरिङ स्टोरी सुनाउनु भयो। त्यसै गरी मेरो बेरिङ पनि एउटा स्टोरी छ, मैले पनि लडेर भनौँ न म जुन लेभलमा अहिले बिजनेस गर्छु सानो ठुलो, तर त्यो लेभलसम्म आइपुग्न पनि मैले सो मेनी अब्स्ट्याकलहरू बियर गरेको छु, सो मेनी हडल्सहरू छ। यहाँ हामीले टिम एफर्टबाट कुनै पनि चिजहरू गर्दा चाहिँ अलिकति इजी हुने, तर इन्डिभिजुअली लड्न जाँदाखेरि चाहिँ धेरै नै टफ हुने, नेपालको सिनेरियोमा चाहिँ हेड काउन्ट गरेर चाहिँ पोलिसीहरू फर्मेसन हुने, यस्ता यस्ता सो मेनी प्रब्लमहरू भएको भएर चाहिँ अब पहिलो कुरो हामी यहाँबाट एउटा भनौँ न एउटा हिसाबले चाहिँ टिमको चाहिँ आइडेन्टिफाई गर्न पाइयो भनेदेखि चाहिँ त्यो चिजलाई चाहिँ सरकारसम्म गएर केही न केही हिसाबले चाहिँ हामीले हाम्रो प्रब्लमहरू एक्सपोजर गरेर हाम्रो भनौँ न इजिनेस अनुसारको चाहिँ पोलिसीहरू फर्मेसन गराउन उहरूलाई चाहिँ सजिलो हुने बाटो देखेँ एउटा। र दोस्रो कुरो चाहिँ हामीसँग भएको प्रडक्ट तथा सर्भिसेसहरूलाई चाहिँ इन्टरनेसनली प्लेटफर्ममा चाहिँ एक्सपोजर गर्न प्रमोट गर्नको लागि चाहिँ सजिलो हुने मिडियम देखेँ। त्यसले गर्दाखेरि चाहिँ फिने इज मेबी समथिङ स्मलर इन नेपाली कन्टेक्स्ट, बट भनौँ न फरेन पेरिफेरीमा चाहिँ यसले एउटा हामी नेपाली नै
इन्टरप्रेन्योरहरू जो बाहिर छरिएर रहेका छौँ भनौँ, स्पेसल्ली अझ फरेन इन्भेस्टर भन्दा पनि हामी नेपाली इन्टरप्रेन्योर्सहरू जो बाहिर बस्नु भएको छ उहाँहरूको बिचमा चाहिँ एउटा साझा मञ्च जस्तो भएर चाहिँ राइजमा आइरहेको रहेछ भन्ने मैले पाएपछि चाहिँ अनि त्यस पछाडि यो पनि वाइ नट हामी यहाँ बसेर उहाँहरूले हामीलाई डेलिभर गर्नुहुन्छ, हामीले उहाँहरूलाई डेलिभर गर्छौँ र एउटा नेटवर्किङ बनाउन सकिन्छ यो बिचमा र यसलाई एक्सपोजर गरेर यहाँका सो मेनी न्यू कमर्सहरूलाई पनि तपाईँको एउटा प्लेटफर्म दिन सकिन्छ र नयाँ खालका चाहिँ इन्टरप्रेन्योरहरूलाई चाहिँ इन्करेज गर्न सकिन्छ र हामी आफै पनि एक इन्डिभिजुअल्ली जुन बिजनेस व्यापार व्यवसायमा आबद्ध छौँ उहाँहरूको लागि पनि एउटा प्लेटफर्मको चाहिँ खडा हुन्छ भनेदेखि होइन यसमा चाहिँ जाउँ भनेर चाहिँ अनि त्यस पछाडि हामी एउटा टिम डिस्कसन जस्तो कार्यक्रम राखेर एक दुई राउन्ड अपमा चाहिँ हामीले गफ गरियो। अनि त्यही सिलसिलामा चाहिँ लास्ट टाइम चाहिँ हाम्रो स्वतन्त्र सर जब नेपाल आइसक्नु भएको थियो अनि त्यसपछि हाम्रो सानिम सर हुनुहुन्थ्यो, गोविन्द सर हुनुहुन्थ्यो, त्यसै गरी हाम्रो दिपेन सर हुनुहुन्थ्यो, उहाँहरूसँग बसेर फर्दर छलफल गर्दाखेरि चाहिँ यो चाहिँ बहुतै भनौँ न हाम्रो लागि चाहिँ इजी छ अनि प्लस हाम्रो लागि चाहिँ बेनिफिसियल पनि छ र वी क्यान डु समथिङ न्यू फ्रम हियर भन्ने चाहिँ साथै हाम्रो भनौँ न स्पेसली टिमको कमिटमेन्ट आइसकेपछि चाहिँ ल त्यसो भए फर्दर बढौँ भनेर चाहिँ अनि हामीले लगभग 1.5 मन्थको पेरिफेरीको बिचमा यहाँ आइपुग्यो भन्छु म आजको दिनसम्म चाहिँ स्पेसली नेपालको कन्टेक्समा एज आई सेड किनकि फिने बाहिर त अलरेडी इस्टाब्लिस हुन्छ, सरहरू सबैले आफ्नो हिसाबले चाहिँ एउटा हाइट बनाइसक्नु भएको छ यसको लागि। तर नेपालको च्याप्टरमा चाहिँ यहाँ रजिस्टर रहेछ तर यहीँको पेरिफेरीमा चाहिँ हाम्रो टिम फर्मेसन नभएको भएर फर्स्ट अफ अल चाहिँ यहाँ एउटा टिमको फर्मेसनको प्रोसेस सुरु गरौँ भन्ने भएपछि अनि फर्दर हामी अगाडि गइयो। अब यसमा स्पेसल भनौँ न जुन एफर्ट राम सरले गर्नुभएको छ त्यसको लागि त एप्रिसिएटै भन्छु म मेरो तर्फबाट अनि स्पेसली हाम्रो टिमको तर्फबाट पनि सायद दे आर क्वाइट ह्याप्पी होइन राम सरको एफर्टको लागि चाहिँ। अनि अब बाँकी हामी फर्दर अगाडि जाने सिलसिलामा चाहिँ हाम्रो च्यालेन्जेस के छ भन्ने पेरिफेरीमा चाहिँ मैले एउटा कन्टेक्स्ट अस्ति पनि हामीले कुरा गरिएको थियो किनभने नेपालको कन्टेक्स्टमा फिने क्वाइट न्यू छ। अब यसलाई चाहिँ हामीले पब्लिसिटी र प्रमोट गर्नुपर्ने छ, सबै मान्छेहरूलाई फिनेको बारेमा थाहा भइसकेको छैन। जति हामीसँग अभाइबल अस्तिको टिममा जति अभाइबल हुनुहुन्थ्यो उहाँहरूमध्येबाटै हामी टिम फर्मेसन गरौँ भन्ने एउटा पेरिफेरीमा अन्डरस्ट्यान्डिङ भएपछि चाहिँ अब मलाई चाहिँ बागमती प्रदेशको लागि पर्पोज अब चेयरम्यान बनाउँ तपाईँ अगाडि बढ्नु पऱ्यो भन्ने जस्तो सिलसिला भएपछि ल हुन्छ भनेर चाहिँ अनि मैले मलाई आफूलाई पनि इन्ट्रेस्ट भएको अनि यसको बेनिफिटहरू सबैले चिज हेर्दाखेरि चाहिँ ल ठिक छ अगाडि जाउँ भनेर चाहिँ म यसको लागि चाहिँ रेडी भएँ भनौँ न। अहिलेसम्म अब पर्पजली भन्छु मैले तपाईँको अझ ह्यान्डओभर भइसकेको छैन। अब यसको लागि चाहिँ सो मेनी थ्याङ्क्स भन्छु। अनि जसले फिनेको बारेमा स्पेसली अझै पनि क्युरियोसिटी हुनुहुन्छ बुझ्नु भएको छैन अब सायद यहाँ हामी जो आजको दिनमा एभाइलेबल हुनुहुन्छ सायद सबैले पेरिफेरीमा त बुझ्नु भएको छ किनभने मभन्दा फर्मर सरहरू सबैले बुझाइसक्नु भएको छ होइन, मलाई भन्दा उहाँहरूलाई चाहिँ बेसी आइडिया छ। अब योभन्दा फर्दर हाम्रो च्यालेन्जेस चाहिँ हामीले अरूलाई बुझाउनु पर्ने छ, हामीले हाम्रो टिम स्ट्रङ बनाएर लानुपर्ने छ र एज लाइक रायन सरलाई हामीले वेलकम गर्दा गर्दै उहाँले चाहिँ एउटा बिजनेस फर्मेसनको आइडिया दिइसक्नु भएको छ बाहिरपट्टि। अब हामीले त्यो चिजहरूलाई चाहिँ अझ जस्तो अहिले पनि भर्खरै भन्नुभयो हामीले यसो गरेर लान सकिन्छ, म यसरी कोअर्डिनेट गर्न रेडी छु भनेर जुन सरले हामीलाई कमिटमेन्ट दिनुभयो द्याट्स आई सल्युट। मैले भने नि अब यो भनेको हाम्रो लागि बिग अपर्च्युनिटी हुनसक्छ, त्यही भएर टिम बागमतीलाई चाहिँ एकदमै है अब अलि भनौँ न माइलेज लिएर आउने हिसाबले चाहिँ अगाडि बढौँ भन्न चाहन्छु है सबैजना उ गरेर। त्यसै गरी लक्ष्मी दिदीले नि हामीलाई जुन भनौँ न इन्सपायरिङ स्टोरीहरू सुनाउनु भयो, इजी चाहिँ छैन है, गर्न सजिलो छैन तर असम्भव छैन। दिपेन सरले पनि अगाडि दोहोरिसक्नु भएको छ स्टेटमेन्ट होइन। अब गाह्रो हामीले नसकिने त होइन तर भनौँ इजी चाहिँ छैन किनभने हरेक ठाउँमा हामी च्यालेन्जेस फेस गर्दै अगाडि बढ्ने हो होइन। तर हामी हरेक ठाउँमा आफ्नो ठाउँमा सक्सेस होउँला तर भनौँ न हामीले अरूको लागि ह्याप्पिनेस क्रिएट गर्न सक्ने, अरूको लागि इम्प्लोइमेन्ट क्रिएट गर्न सक्ने, यहाँ भएका तपाईँको चाहिँ जुन मार्केटको हामीले जुन एब्सेन्स छ भनौँ न तपाईँको चाहिँ जुन मार्केटलाई बाहिर एक्सपोजर गर्नको लागि त्यो चिजहरू धेरै चिज यो प्लेटफर्मले फुलफिल गर्छ जस्तो लाग्छ मलाई होइन। त्यस कारण चाहिँ आइ एम क्वाइट ह्याप्पी र सायद अब फिनेले अपकमिङ डेजमा हाम्रो नेपाल च्याप्टरबाट चाहिँ हामीलाई
इन्टरनेसनल्ली हाम्रो प्यारिस अर्गनाइजेसनहरूले सपोर्ट गरिदिनु भयो र यहाँ बस्ने हाम्रो यहाँ आज उपस्थित हुनुभएका हाम्रा सरहरूले भने जस्तै सर म्याडमहरूले भने जस्तै चाहिँ हामीलाई जस्तो माननीय मन्त्रीज्यूले नि दुई चारवटा कुराहरूमा एस्योर गराएर जानुभएको छ। पोलिसी लेभलमा अलिकति भनौँ न हामीले ऊ गराएर गएर अलिकति एउटा टिम बनाएर एफर्ट लगाउन सक्यो भने सायद वी क्यान डु समथिङ न्यू भन्छु म। त्यसको लागि चाहिँ एकदम धन्यवाद सरहरूलाई भन्न चाहन्छु। यही भन्दै अब सरहरूको एकदम बिजी सेड्युल, मन्त्रीज्यूको बिजी सेड्युलको हुँदा पनि आएर हामीलाई टाइम दिएर यति इन्करेज गराइदिनु भयो, त्यसको लागि एकदम थ्याङ्क यू भन्न चाहन्छु। थ्याङ्क यू।